मान्छे मरेको घरमा नुन किन बारिन्छ र यदि पितृ शोक परेको घरमा नुन बारिएन भने के हुन्छ? यसको उत्तर स्वयं महादेवले पार्वतीलाई बताउनु भएको छ। आउनुहोस् साथीहरू, जानौं। एक समयको कुरा हो, महादेव र पार्वती कैलाश पर्वतमा विराजमान हुनुहुन्थ्यो। चारैतिर शान्ति थियो, ध्यान र ऊर्जा प्रवाहित भइरहेको थियो। त्यही बेला पार्वतीले महादेवलाई हेर्दै भनिन्, स्वामी, तपाई त देवताहरूका पनि देव हुनुहुन्छ, तपाईलाई संसारका सबै कुरा थाहा छ। तर केही दिनदेखि मेरो मनमा एउटा जिज्ञासा लगातार उठिरहेको छ र म त्यसको उत्तर पाउन अत्यन्त उत्सुक छु। महादेवले शान्त स्वरमा पार्वतीलाई हेर्दै भन्नुभयो, बताऊ पार्वती, तिम्रो मनमा उठेको प्रश्न के हो? म तिमीलाई यस विषयमा स्पष्ट उत्तर दिने प्रयास गर्नेछु। पार्वतीले भक्ति भावनाले भनिन्, स्वामी, मानिसको निधन भएको घरमा नुन किन बारिन्छ र यदि नुन बारिएन भने त्यसको परिणाम कस्तो हुन्छ? म जान्न चाहन्छु प्रभु, कृपया मेरो यो गहिरो जिज्ञासा मेटाइदिनुहोस् र मलाई यसको रहस्य बताउनुहोस्। महादेवले पार्वतीको जिज्ञासालाई ध्यानपूर्वक सुन्दै भने, पार्वती, तिमीले उठाएको प्रश्न सम्पूर्ण मानव जातिका लागि अत्यन्त महत्त्वपूर्ण छ। यस प्रश्नको उत्तर म तिमीलाई एउटा सुन्दर कथाको माध्यमबाट बताउनेछु र जसले यो कथा ध्यानपूर्वक अन्त्यसम्म सुन्छ उसको 33 वटा पाप नष्ट हुन्छन् र उमाथि पितृहरू अत्यन्त प्रसन्न हुन्छन्। पार्वतीले मुस्कुराउँदै उत्तर दिइन्, स्वामी, तपाईको मुखबाट यो कथा सुन्न पाउँदा म अत्यन्त भाग्यशाली महसुस गर्छु। कृपया अब कथा सुरु गर्नुहोस्। म पूर्ण ध्यान र श्रद्धाका साथ यसलाई सुन्न तयार छु। महादेवले गम्भीर स्वरमा भन्नुभयो, पार्वती, ध्यानपूर्वक सुन। धेरै समय पहिलेको कुरा हो, एउटा सानो हरियालीले भरिएको गाउँ थियो। त्यो गाउँमा गोपाल नामका एक व्यक्ति बस्थे। गोपाल अत्यन्त धनी थिए। खेतमा अन्नका बालाहरू झुलिरहेका थिए र भकारी भरी अन्न थिए। विभिन्न प्रकारका पशुपन्छीहरूले घरलाई जीवन्त बनाइरहेका थिए। गोपालको घरमा टन्नै भैँसी, बाख्रा र कुखुरा हुन्थे। गाउँका मानिसहरू उनलाई मेहनती, सन्तुलित र अत्यन्त सम्पन्न व्यापारीको रूपमा चिन्थे। गोपालको श्रीमती सुशीला पनि निकै मेहनती र समझदार थिइन्। उनी बिहान चाँडै उठ्थिन्, घरको हरेक काम आफ्नो हातबाट हेर्थिन्। घरको सफाई, भान्सा, खेतबारीको अवस्था र पशुपन्छीको ख्याल सबै सुशीलाले आफै सम्हाल्थिन्। सुशीला मात्र गृहिणी होइनन्, उनले गाउँका परम्परा, धर्म र सामाजिक जिम्मेवारीलाई पनि उच्च प्राथमिकता दिन्थिन्। गाउँका सबैले उनलाई कर्तव्यपरायण, धैर्यशील र मर्मस्पर्शी पत्नीको रूपमा चिन्थे। गोपाल र सुशीलाका एक छोरा पनि थिए जो आफ्नै मातापिताको व्यवसाय सघाउँथे। गाउँमा जीवन सामान्य रूपमा चलिरहेको थियो। मानिसहरू आफ्ना काममा व्यस्त, खेतबारीमा मेहनत र व्यापारमा सक्रिय थिए। गोपाल र सुशीलाको जीवन पनि शान्त, सन्तुलित र खुशीले भरिएको थियो। उनीहरू दुवै गाउँको समाजमा आदर्श परिवारको रूपमा चिनिन्थे। तर एक दिन सबै कुरा अचानक बदलियो। गोपाल बिरामी भए। सुरुमा उनी सामान्य रूपमा थकाई र ज्वरोको कारणले मात्र बिरामी भएको देखिन्थ्यो। सुशीलाले पनि सुरुमा त्यति गम्भीर नलाग्ने गरी घरेलु उपचार सुरु गरिन्। तर समयसँगै गोपालको अवस्था दिन प्रतिदिन गहिरो हुँदै गयो। उनको ज्वरो उच्च भयो, शरीर कमजोर भयो र दैनिक काम गर्न पनि असमर्थ भए। घरेलु औषधि, जडीबुटी सबै प्रयोग गरियो, तर केही लाभ भएन। गाउँका मानिसहरू, आफन्त र साथीहरू गोपालको स्वास्थ्य हेर्न आउँथे। कसैले राम्ररी पोषणको सुझाव दियो, कसैले धार्मिक उपाय अपनाउन भन्यो, तर कुनै पनि प्रयासले उनको स्वास्थ्यमा सुधार ल्याएन। सुशीला र परिवार अत्यन्त चिन्तित भए। उनी रात दिन गोपालको छेउमै बसिरहे, उनलाई अन्न र पानी दिइरहे, औषधि समयमा दिइरहे, तर गोपालको शरीर क्रमशः कमजोर हुँदै गयो। गाउँका सबैजना अचम्मित थिए। गोपाल जस्तो शक्तिशाली र सम्पन्न मानिस, जसले जीवनमा सबै कुरा सम्हाल्न सक्थ्यो, अहिले कमजोर र असहाय बनेको थियो। अन्ततः गाउँलेहरूले निर्णय गरे कि गोपाललाई शहरको ठूलो अस्पतालमा लैजानुपर्छ। शहरमा चिकित्सकहरूले सम्पूर्ण उपचार गरे, तर सबै प्रयास व्यर्थ साबित भए। चिकित्सा विज्ञानले पनि गोपालको जीवन बचाउन सकेन। अन्ततः सबैको आँखा अगाडि गोपालको मृत्यु भयो। गोपालको निधनले सम्पूर्ण गाउँमा शोक छायो। परिवार, साथीहरू र गाउँले सबै दुखी भए। हिजोसम्म हाँसो, चहल पहल र समृद्धिले भरिएको घर आज एकाएक सुनसान जस्तै देखिन थाल्यो। सुशीला शोकमा डुबेकी थिइन्। श्रीमानको पार्थिव शरीर अगाडि बसेर उनी बारम्बार अतीत सम्झिरहेकी थिइन्। गोपालको माया, उनको परिश्रम र उनीहरूले सँगै देखेका सपनाहरू। छोरा पनि स्तब्ध थियो। बुबाको छाया सधैँ टाउको माथि हुने उसलाई पहिलो पटक जीवन एक्लो र अनिश्चित जस्तो लाग्न थाल्यो।
गाउँका मानिसहरू शोक व्यक्त गर्न गोपालको घरमा आउन थाले। कसैले सान्त्वना दिन्थे, कसैले आँसु पुस्थे त कसैले मौन बसेर श्रद्धाञ्जली अर्पण गर्थे। पण्डितहरूलाई बोलाइयो, विधिपूर्वक अन्त्येष्टि संस्कार सम्पन्न गरियो। गोपालको दाह संस्कार भएपछि घर फर्किँदा सुशीलाको मन अझ भारी भयो। अन्त्येष्टिपछि घरमा सूतक लागेको थियो। परम्परा अनुसार केही दिनसम्म घरमा पूजापाठ बन्द गरियो। तर यतिखेर एउटा महत्त्वपूर्ण कुरा छुट्न गयो, त्यो हो नुन बार्ने परम्परा। शोक, थकान र मानसिक पीडाका कारण सुशीला र उनको छोराले त्यसबारे ध्यान नै दिन सकेनन्। उनीहरू नुनयुक्त भोजन गर्न थाले। घरमा पकाइने हरेक खानामा नुन हालेर खान थाले। उनीहरूले यसको परिणाम के हुन सक्छ भन्ने कुरा सोचेकै पनि थिएनन्। पितृशोकको अवस्थामा पनि नुन खाएको हुनाले नुन खान थालेको भोलिपल्टदेखि नै घरमा अनिष्ट हुन थाल्यो। घरमा अनिष्ट देखिन थाल्न साथ सुशीला र उनका छोराको मन निकै अस्वस्थ भयो। रात पिच्छे सुशीलालाई अनौठो डर लाग्न थाल्यो। कहिले घरको कुनामा कसैले हिँडेको जस्तो आवाज आउँथ्यो, कहिले आँगमतिर कोही छ भन्ने आभास हुन्थ्यो। तर बाहिर गएर हेर्दा कुनै पनि व्यक्ति वा जनावर देखिन्थेन र कहिले भने बच्चाहरू रोइरहेको जस्तो आवाज सुनिन्थ्यो। छोरा पनि स्तब्ध भएको थियो। ऊ राति निन्द्रा लाग्दैनथ्यो। कहिले सपनामा बुबा गोपाल उदास मुद्रामा देखिन्थे, कहिले केही भन्न खोज्दै तर बोल्न नसक्ने। ऊ बारम्बार डराएर उठेर आमालाई भन्न थाल्यो, आमा, मैले बुबालाई सपनामा देखेको छु, तर उनी दुखी थिए। उनी मलाई केही भन्न खोज्दैछन् तर बोल्न सकिरहेका छैनन्। सुशीलाको मन झन अशान्त हुन थाल्यो। उनले सोधिन्, कसरी यस्तो हुन सक्छ? हामीले बुबा गोपालको भलो मात्र चाहन्थ्यौं, तर किन यस्ता अनिष्टहरू सुरु भए? तर यसमा मात्र रोकिएन। घरका पशुपन्छीहरू पनि अनौठो व्यवहार गर्न थाले। भैँसीहरू दूध दिन छाडे, बाख्राहरू बिरामी पर्न थाले र कुखुराहरू अकल्पनीय रूपमा मर्न थाले। खेतबारीमा लागेका अन्न पनि अचानक सुक्न थाले। पहिले कहिल्यै नदेखिएको प्रत्येक अन्नमा किरा लाग्न थाल्यो। घरमा खानेकुराका लागि पनि पर्याप्त अन्न र पानी बाँकी रहेन। सुशीला दिनदिनै गहिरो चिन्तामा डुब्दै थिइन्। उनी हरेक दिन बिहान उठेर आकाशतिर हेर्थिन्, देवी देवतासँग प्रार्थना गर्थिन्, तर घरमा अनिष्ट र समस्याहरू निरन्तर बढिरहे। एक दिन सुशीला अन्ततः हिम्मत गरेर गाउँको पुरानो मन्दिरमा गइन्। उनी आकाशतिर हात उठाएर रुँदै भगवानसँग गुनासो गर्न थालिन्। उनी भक्कानिँदै भनिन्, हे भगवान, हामीले कसैको बिगार गरेको छैन। हामीले केवल राम्रो चाह्यौं, सबैको भलो चाह्यौं, तर हाम्रो घरमा यस्तो अनिष्ट किन भयो? हाम्रो परिवार र हाम्रो छोराको जीवन किन पीडाले भरियो? अब हाम्रो घर र परिवारलाई कसरी शान्ति मिल्छ? मन्दिरमा प्रार्थना गर्दा सुशीलाको मन केही हलुका भयो, तर रातमा सुत्दा उनको निद्रा फेरि उन्मत्त भयो। सोही रात सुशीलालाई एउटा भयानक सपना आयो। सपना यस्तो थियो, गहिरो अँध्यारो र घर वरिपरि एक प्रकारको धुन्धले छायो फालेको। त्यसमा अचानक उनको श्रीमान गोपालको आँखमा प्रकट भयो। गोपाल उदास मुद्रामा सुशीलातिर हेर्दै भन्छन्, सुशीला, यो अनिष्टको कारण केवल हाम्रो चाहना वा अज्ञानता होइन। यस घरमा पितृशोकको समयमा परम्परा अनुसार नुन बार्नुपर्ने कुरा छुटेको छ। हाम्रो घरमा नुन खाएको कारणले मेरो आत्मा बाधिएको छ। हाम्रो घर र परिवारलाई यो कर्मले पीडामा राखिरहेको छ। सुशीला डरले काँप्न थालिन्। उनले गोपाललाई सम्झाइन्, प्रिय, हामीले गलती गरेर नुन खायौं, तर हामीले तपाईको भलो मात्र चाह्यौं। हामी जान्दैनथ्यौं कि यसले यस्तो परिणाम ल्याउनेछ। गोपालको आत्माले गम्भीर स्वरमा भन्यो, सुशीला, अब समय छ। श्रद्धा र विधिपूर्वक नुन बार्ने, पितृशान्ति पूजा गर्ने, दीप प्रज्वलन गर्ने र मेरो नाम लिएर प्रार्थना गर्ने हो भने मात्र घरमा शान्ति फर्कन्छ। यदि यसलाई व्यवस्था गरिन्छ भने यो अनिष्टले घरलाई अझै धेरै पीडा दिनेछ। सुशीला सपनाबाट व्यग्र भएर उठिन्। उनको मन भारी भयो। उनले छोरासँग भनिन्, अब हामीले तुरुन्तै पितृशान्ति पूजाको तयारी गर्नुपर्छ। केही पनि ढिलाइ गर्नु हुँदैन। हामीले श्रीमान गोपालको आत्मालाई शान्ति दिनु आवश्यक छ र घरको अनिष्ट हटाउनुपर्छ। सुशीला र उनको छोराले गाउँका पण्डितलाई बोलाए। पण्डितले विधिपूर्वक घरको चारैतिर नुन बार्ने, पितृशान्ति पूजा गर्ने, दीप प्रज्वलन गर्ने र गोपालको नाम लिएर प्रार्थना गर्ने सबै विधि बताए। जसरी नुन बारियो, घरमा पूजा सम्पन्न गरियो, घरको वातावरण क्रमशः शान्त हुन थाल्यो। बाख्रा भैँसी स्वस्थ हुन थाले। कुखुराहरू फेरि बाँच्न थाले। खेतबारीमा अन्न हरियो र सुन्दर देखिन थाल्यो।
सुशीला र छोराले शान्ति र सुरक्षा महसुस गरे। घरमा फेरि सकारात्मक ऊर्जा फर्किएको अनुभव भयो। त्यसपछि महादेवले पार्वतीलाई भन्नुभयो, प्रिय पार्वती, यसरी पितृ शोक परेको घरमा नुन नबार्दा हुने परिणाम यही थियो। घरमा अनिष्ट, रोग, आर्थिक संकट, परिवारमा डर र अशान्ति, यी सबै घटनाहरू त्यसको प्रत्यक्ष प्रभाव हुन्। तर अब म तिमीलाई नुन किन बारिन्छ भन्ने कुरा विस्तारपूर्वक बताउनेछु। ध्यानपूर्वक सुन। नुन केवल भोजनको स्वाद बढाउने तत्त्व मात्र होइन, यसमा ऊर्जा र पवित्रताको शक्ति छ। मृत आत्मा र जीवित संसार बीचको सीमा तय गर्न, घरमा पवित्रता कायम राख्न र नकारात्मक शक्ति रोक्न नुन बारिन्छ। जब कुनै पितृ शोक परेको घरमा नुन बारिन्छ, त्यो घरमा रहेका जीवित सदस्यहरू र मृत आत्मा बीच सन्तुलन स्थापित हुन्छ। यसले मृत आत्मालाई शान्ति दिन्छ र घरमा अशान्ति, रोग र दुर्भाग्य रोक्छ। नुनमा विशेष आध्यात्मिक गुणहरू हुन्छन्। यसले घरमा फैलिएको नकारात्मक ऊर्जा, शोक, डर र पितृ असन्तुष्टिको प्रभावलाई कम गर्छ। घरमा नुन नबारिए र नुनयुक्त भोजन गरिए भने मृत आत्मा बाँधिन सक्छ, जसले घरमा अनिष्टको लहर ल्याउँछ, जसरी गोपालको घरमा भयो। नुन त्याग्दा शरीर र मन शुद्ध हुन्छ भन्ने विश्वास छ, जसले गर्दा मृतकको आत्माले शान्ति पाउने र परलोकको यात्रा सहज हुने धार्मिक मान्यता छ। प्राचीन कालदेखि मानवहरूले पितृशोकको समयमा नुन बार्ने परम्परा पालना गरे। यसमा केवल धार्मिक अनुष्ठान मात्र होइन, विज्ञान र ऊर्जा पनि छ। नुनले घरको प्रत्येक कुनामा सुरक्षा कवच तयार गर्छ, मृत आत्मालाई शान्ति दिन्छ, जीवितलाई सुरक्षित राख्छ र घरमा सुख, समृद्धि र शान्ति कायम राख्छ। यदि घरमा नुन नबारियो भने मृत आत्माले घरमा अनिष्ट फैलाउँछ। नुन बार्दा घरको वातावरण पवित्र र सकारात्मक ऊर्जा सम्पन्न हुन्छ। नुनले मृत आत्मालाई शान्ति दिन्छ र उनीहरूले छोडेका कर्महरूको प्रभाव कम हुन्छ। यसरी मृत आत्मा प्रसन्न रहँदा घरमा सुख, समृद्धि र स्वास्थ्य कायम रहन्छ। यसरी पार्वती नुन बार्ने काम केवल परम्परा मात्र होइन, यो घर, परिवार, आत्मा र जीवित बीचको सन्तुलन, सकारात्मक ऊर्जा र पितृ प्रसन्नताको प्रतीक हो। जसले यसलाई श्रद्धापूर्वक पालना गर्छ, उसको जीवनमा शान्ति, समृद्धि र सुरक्षा कायम रहन्छ। तर जो यसलाई बेवास्ता गर्छ, उसले पितृ असन्तुष्टि भोग्छ। घरमा अनिष्ट, अशान्ति, रोग, आर्थिक संकट र परिवारमा डर र मानसिक पीडा बढ्छ। यही कारणले पितृशोक परेको घरमा नुन बार्न अत्यन्त आवश्यक मानिएको छ। महादेवले फेरि शान्तिपूर्वक पार्वतीलाई हेर्दै भन्नुभयो, पार्वती, तिमीले यस कथा र यसको अर्थलाई मनमा राख्नुपर्छ। पितृको शान्ति र घरको सुरक्षाका लागि यो परम्परा पालना गर्नु अनिवार्य छ। नुन केवल पदार्थ होइन, यो आत्मा र ऊर्जा दुवैको प्रतीक हो। त्यसैले जबसम्म पितृशोकमा घरमा नुन बारिएको छैन, तबसम्म घर पूर्ण रूपमा सुरक्षित र शान्त हुँदैन। पार्वतीले हात जोडेर श्रद्धापूर्वक उत्तर दिइन्, स्वामी, तपाईले आज मलाई मात्र होइन, सम्पूर्ण मानव जातिलाई ठूलो ज्ञान र चेतना दिनुभयो। अब म बुझे कि नुन बार्ने परम्परा कति महत्वपूर्ण छ र यसको पालनले मात्र घर र आत्मा दुवै सुरक्षित रहन्छ। साथीहरू, यसरी महादेवले पार्वतीलाई पितृशोकमा नुन बार्ने धार्मिक कारणहरूको बारेमा जानकारी दिनुभयो। तर यसको धार्मिक मात्र होइन, विज्ञानसँग सम्बन्धित कारणहरू पनि छन्। विज्ञान भन्छ, परिवारमा कसैको मृत्यु हुँदा मानिसहरू अत्यधिक तनाव र शोकमा हुन्छन्। तनावको समयमा शरीरमा रक्तचाप बढ्ने सम्भावना उच्च हुन्छ। नुनले शरीरमा सोडियमको स्तर बढाउने काम गर्छ, जसले रक्तचापलाई अझ बढाउँछ। त्यसैले शोकको अवस्थामा नुन नखाँदा रक्तचाप सन्तुलित रहन्छ र स्वास्थ्यमा अनावश्यक दबाव कम हुन्छ। त्यसैगरी नुनको कमीले शरीरको स्नायु प्रणालीलाई शिथिल र शान्त बनाउन मद्दत गर्छ। यसले मानसिक रूपमा शोकको गहिरो प्रभावलाई सहन शरीरलाई तयार पार्छ। मस्तिष्क र स्नायु प्रणाली शान्त हुने भएपछि तनाव कम हुन्छ र भावनात्मक असन्तुलन घट्छ। नुन नखाँदा शरीरमा पानीको सन्तुलन पनि राम्रो रहन्छ। शोकको समयमा शरीरमा पसिना, आँसु र द्रवहरूको अधिक उत्सर्जन हुन्छ। यदि बढी नुन सेवन गरियो भने शरीरमा पानीको स्तर असन्तुलित हुन्छ, जसले डिहाइड्रेसन, थकान र कमजोरी ल्याउँछ। नुन नखाँदा शरीरमा प्राकृतिक सन्तुलन कायम रहन्छ।
त्यस्तै हृदय स्वास्थ्यमा पनि फाइदा हुन्छ। अत्यधिक नुन खाँदा हृदयमा अतिरिक्त दबाव पर्न सक्छ, तर नुन नखाँदा हृदयको धड्कन स्थिर रहन्छ र शोकको समयमा हृदय सम्बन्धी समस्याको जोखिम घट्छ। अन्त्यमा नुन नखाँदा शरीरको मांसपेशी र हड्डीहरूमा भार कम हुन्छ। शोक र तनावको समयमा शरीर कमजोर हुन्छ। नुन कम सेवन गर्दा मांसपेशी र स्नायु प्रणालीलाई अतिरिक्त दबाव पर्नुबाट बचाउँछ र शरीरलाई शान्त राख्छ। यसरी नुन नखाँदा केवल धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि शरीर र मनलाई शान्त, स्वस्थ र सन्तुलित राख्न मद्दत पुग्छ। यही कारणले पितृ शोकमा नुन सेवन नगर्ने परम्परा राखिएको हो।